हेलो नमस्ते अनि सेवारो आज चाहिँ मेरो छुट्टीको दिन म चाहिँ यहाँ लसुनलाई यसरी बान्नु अरे एउटा दाजु हुनुहुन्छ नि टिकटकमा सिकाउनु हुने मगर दाजु उहाँकै टिकटक हेरेर मैले यो लसुनहरू रोपेको अनि अब उहाँले अस्ति 3-4 दिन अगाडि चाहिँ लसुनलाई बान्नु भन्नुभएको छ नि त बान्नु पर्छ भनेर टिकटकमा आइरहेछ अनि म पनि आज बान्दैछु यहाँ छ यो अलिकति अब यहाँ अलिकति बान्नु बाँकी छ अनि हाम्रो आलुहरू पनि यस्तो भइरहेछ आज चाहिँ मेरो छुट्टीको दिन चाहिँ म चाहिँ यो हामी यो बसेको घरमा चाहिँ करेसाबारी यत्रो छ क्या मजाको छ एकजनालाई पुग्ने अनि यता बाहिर पनि यति छ मैले चाहिँ काहीँ नै खाली छोडेको छुइनँ क्या यहाँ बाबाले बकुला सिमी के रोप्नु भएको छ मजाले पलाएको छ अनि यो चाहिँ मैले किन रोपेको भने नि यो अहिले यहाँ के अरे त्यो यो यहाँ चिप्ले किरा हुँदो रहेछ क्या यो युकेमा त अनि मैले यो चाहिँ चिप्ले किराहरूको लागि रोपिदिएको तोरी यिनीहरूले खाओस् भनेर अनि यहाँ चाहिँ मैले फापरको साग पनि रोपेको छु आलु छ लसुन यस्तो छ अनि मैले यहाँनिर एउटा उयो पिँडालुको बोट रोपेको चाहिँ फेरि पलाएन रहेछ अनि मेरो चाहिँ एउटा यस्तो डेन्जर बानी के छ भने मैले रोपेको कुरा चाहिँ मैले बिर्सिदिन्छु क्या अनि खाप्रे खाप रोप्छु अनि यहाँ चाहिँ के अरे चिप्ले किरा यस्तो खालको हुन्छ के रहेछ मैले म पनि त नयाँ छु यहाँ कहाँ गयो तिमीहरू लुक्यो कि अहिले भर्खर थियो त मैले कहाँ गयो मेरो मान्छेको गन्धले त लुक्यो कि के हो यहाँको चिप्ले किरा चाहिँ नि भर्खर यहाँ यस्तो हुन्छ क्या यो हो होइन यहाँ देख्नुभयो नि यो हो अनि अर्को चाहिँ यहाँ यस्तो हुन्छ मलाई त यो कहाँ गयो यिनीहरू बिचारा अनि मैले चाहिँ योहरू चाहिँ यिनीहरूकै लागि छोडिदिएको यो चाहिँ मेथीको अचार साग हो खाओस् भनेर अनि यसरी यहाँ पनि छ यहाँ पनि छ यो चिप्ले किरा यहाँ यिनीहरूको खाने सागहरू यहाँ भएपछि यता जाँदैन भन्ने मेरो चाहिँ सोचाइ हो अब जान्छ कि जाँदैन त्यो चाहिँ मलाई थाहा भएन अनि यो चाहिँ मैले अस्ति नेपालबाट आएर सन्डे मार्केटबाट किनि ल्याएको 2टा अनि यहाँ टमाटर पनि फल्दैछ यहाँ कस्तो खुसी लाग्ने क्या आफूले रोपेको चिज फल्दा अनि यो चाहिँ मेरो चराले चारो खाने ठाउँ हो बिहान चाहिँ पुरा यहाँ उयो ढुकुरहरू आउँछ अनि एउटा कालो चराले चाहिँ यहीँ बच्चा काटेको छ यहीँनिर अनि ऊ चाहिँ यहीँ आएर खान्छ अनि यहाँ चाहिँ मैले सानो चराको लागि चारो लगाइदिन्छु भरि खाइसकेको हुन्छ तर यहाँ कुन चराले खान्छ भन्ने कुरा अहिले मैले देखेको छुइनँ किनकि यो त सानो चराको लागि राखिदिएको हो तर सकेको हुन्छ क्या खुसी लाग्छ है यस्तोरी छ यो चाहिँ मेरो सानो गार्डन हो यो मैले यो आलुको बोट चाहिँ कहाँसम्म चढ्दो रहेछ भने हेर्नुलाई यहाँ किनकि अब हामीले त आलु खेत उयोहरू रोपेको त बिर्ता मोडमा त थिएन नि त हाम्रो त यो त पहिलोचोटि मेरो त पहिलोचोटि हो अनि यो चाहिँ मेरो छोराले अस्ति सन्डे मार्केटबाट ल्याइदिएको रहेछ टमाटरको बोट 2टा उहाँ 3-4वटा फल्दैछ यस्तो छ ल मलाई चाहिँ फेरि छुट्टीको दिन कहीँ जानु मन लाग्दैन म चाहिँ एकदम यस्तो एक्लो बस्ने खालको छु छोराछोरी बुढा थियो भने थिएन भने फेरि एक्लै अनि यो मेरो आमालाई चाहिँ यो फुल्ने फुल मनपर्छ मेरो आमालाई ल्याइदिएको यस्तै छ ल